अहिलेको नयाँ जेनेरेसनको चाहिँ हेर्नुहोस् है कन्स्ट्रक्सनहरू अब पोस्ट लाउनु छोड्यो अब सब फलामले अहिलेको नयाँ जेनेरेसनको यस्तो पोस्टहरू लग्यो लगायो अब पोस्ट हाल्नु पर्दैन हो डाइरेक्ट फलाम जोड्यो त्यहाँ त्यसरी हल ब्लकले लगाएर चाहिँ सब छोप्दो रहेछ अन्त प्लास्टर गर्दो रहेछ पछि अब घर बनाउँदाखेरि चाहिँ सब फलामले बनिने रहेछ सानो सानो फलाम लागेको छैन हो अन्त मेरो चाहिँ काम यहाँनिर हुँदैछ हो गाडी नचढेर चाहिँ सिमेन्ट बकेटमा हालेर स्टोरमा लाँदैछ यहाँ फलाम चाहिँ यसरी उचालेर लाँदो रहेछ है